यस वेलकम साथीहरू। म चाहिँ आज कालिम्पोङ जाँदैछु। कालिम्पोङको यात्रामा छु। ज्याकेट लाएर रेडी भइसकेको छु। अब चाहिँ कालिम्पोङ गएर तपाईँलाई त्यहाँको दृश्यहरू देखाउँछु। सो भिडियो हेर्दै गर्नु होला। कपाल त पनि पो भएछ त। भिडियो हेर्दै गर्नु होला, माया देखाउँदै गर्नु होला। र साथीहरू मसँग भाइहरू पनि हुनुहुन्छ, भाइ मामा हुनुहुन्छ अनि सँगै जान्छौँ। ल लेट्स गो साथीहरू। ल साथीहरू हामी जमसार आइसक्यो है, आइसक्यो एकदम एकदम साथीहरू कुहिरो कुहिरो साथीहरू हामी जरीकोटबाट निस्किसकेका छौँ। हाम्रो कृष्ण दाई हुनुहुन्छ ल आजको यात्रामा। पनि अब तेलको तेल हाल्थ्यो अरू त्यो भएर आउँछ साथीहरू खुल्यो 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 मौसम खुलेर आयो। झन् हिउँ पर्ला भनेर खुलेर आयो। स्टुडियो भयो। सेटअप गरेर त्यो 1 लाख भयो होला हैन। 1 लाख किलोमिटरमा चाहिँ अब फेरि पर्दैन होला। साथीहरू आयो पुरी पुरी यहाँ बसेर खानु दाइले पुरी हेरेर खानु पर्ने म्युजिक छ है। डब्बा दुईटा कति डब्बा हो त? 4 तपाईँ 4 जना है, एकजना उठाउनु सँग त उज्यालो पनि यसरी कि
किन अड्क्यो तान नै के ब्यालेन्समा तान्नु हो नि त लोड माथि जान्छ लोड तलतिर आउँछ भिर्ने सबै भिर्ने त्यो यहाँ आइसक्यो हिँड्ने हो यहाँ आइसक्यो त्यो माथिबाट त्यो माथि चल्छ त्यो तलतिर आउँछ बल्ल जाँदैछ तान्ने रातो चलाऊ मासु केही चाहनु तल 2 सय गाइजहरू अब हामी जाँदैछौँ माथि होइन हाम्रो प्राइभेट अब यो फर्केर आउँछ यहाँ जाने है ल तिमी टच है त अब के छ मामा कस्तो चिज छ पानी लास्ट चिसो एकदम लास्ट ल पुरै रुदा चलाएर मामा फेरि तयार भइसक्नु भएको आज पुरै एकदम धर्मकर्ममा हामी अब यहाँ अब यहाँ के टिकट काउन्टर गएको छौँ टिकट काउन्टर यता हिँड्दा यता जाउँ टिकट जाने कि त्यही साथीहरू केवल कारको प्रतीक्षामा केवल कार चढ्नको लागि पुरै घुम्नु पर्ने कहाँ चढ्ने हो ल ल गाइजहरू हामी चाहिँ अब जाँदैछौँ होइन जाँदैछौँ होइन सधैँ हुन्छ ल है ल हाम्रो चाहिँ प्राइभेट जेट अब यहाँ भाइहरू पनि रहेछ यहाँ कता कता मस्तिर पहिला आइरहेको रहेछ जस्तो हजुर हामी सेकेन्ड टाइम म चाहिँ हाम्रो चाहिँ पहिलो चाहिँ थियो फर्स्ट टाइम आउँदा केवल कार चढिएन कता कहाँबाट हो ब्रदरहरू पाँच खाल ए ल छिमेकी ल ठिक छ ल है त खोइ त दाजु हाम्रो स्टार गरिदिनु न मिसिन त लाइन ल तल हेर्दै टक्क हल्का स्माइल दिएर यसो देखाएको होला मैले बेला लगानी गर्दा धेरै तिम्रो केबल कार पनि खुल्छ क्या दामी भ्युज आइरहेको रहेछ गाइजहरू होइन टक्क मोबाइल चाहिँ पारा फेरि अलिक महँगै छ ल है बिस्तारै छिमेकीहरू किन घ्याट गर्छ यार उकालो भएर होला हाम्रो गाई छ बाटोमै छ क्या हो कि क्या हेर के खाइले आयो ए माथिबाट आइस अरे मलाई अहिलेदेखि हेरेर चाहिँ के फाल्छ आइस लागेर रहेछ नि अहिले ल यस्तो भ्यू हेर्ने हो त ल कडा यो बाटो यहाँ हेर्नु मैले बनाइदिएको हो होइन यो गुम्बा चाहिँ हाम्रो छिमेकीहरु काकाले बनाएको ल अरे गाइजहरु रुटभरि टक्क त्यहाँ हेलो गाइस मोबाइल छ के कसको मेरो चाहिँ भेरभेर गर्छ कि बेला ए हेरेर चाय बिखे हाम्रो छिमेकीहरु खै हिँड्दै होला बना न सुन्ने कता कता चिज आउँछ त यो त सेन्सरबाडी त लाग्यो होला नि हैन कहाँ बाहिरबाट हुस्सु लाग्यो हुस्सु खुल्दैन नि उता बाहिरबाट नगरेको खुल्दैन न त मान्छे हाम्राले भने यहाँ आएर हाम्राले हुन्छ हैन मर्मला मान्छे आएर यहाँ आएर हाम्राले हुन्छ यताबाट यताकै भ्यू राम्रो देखिरहेको छ प्लेनमा ओ यहाँ पुगेछ केटाहरु के छ रे यो लास्टै स्लो हिँड्यो यार यहाँनिर चाहिँ हैन ठाडो भएर उकालो छ नि हेर्नु यस्तो उ रसिला रे रसिला यही जरै चाहिँ छिमेकीहरु पार्टनर दिने हो हजुर पार्टनर पार्टनर उठेर पार्टनर हेर्नु न
साथीहरू रमझम रमझम ल रमझम गजब दर्शन गरेर फर्किन सफल भयौँ दिदीलाई गंगा दिदीलाई भएको थियो साथीहरू ल कता हिँडेको ल केटा कता हिँडेको दिउँ त ल कता हिँडेको बिजुली बालेर ओ हट भएर ओ पट भएर ओ ब्युटी भएर हामी क्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे ल खतरा भाइहरू कडा भाइहरू कडा झऱ्यो एकछिन ल जानु ल म हाल्यो ल क्यामेरा चाहिँ हात नतास मात्र म साथीहरू आइपुगिसक्यो हामी साथीहरू लाइट स्नोफल नानी आउँछ ल पक्नु याद गर्नु साथीहरू जुत्ता लगाए हुन्छ
हामी यहाँ मन्दिरमा छौँ यहाँ घन्टी बजार सुनि ल साथीहरू कालिम्पोङमा हिउँ पनि परिरहेछ मान्छेहरू टन्डै हुन्छ आज भिड छ शनिबारको दिन लास्ट भिड छ अनि मस्त हिउँ पनि परिरहेछ मसिन थोरै परिरहेछ यही हो अपडेट देखाउँदै गर्छौँ भिडियोहरू हेर्दै गर्नु होला माया देखाउँदै गर्नु होला मस्त स्नोफल साथीहरू मस्त स्नोफल कालिम्पोङ मन्दिरमा लास्टै मजाले स्नोफल भइरहेको छ लुखै कता हार्छ ल भाइहरूको मोबाइल चलिरहेको छ साथीहरू हिउँ पर्यो ल मजाले हिउँ पर्यो देखाएको छ कि छैन यहाँ त मेरो हातमा ज्याकेटमा मस्त हिउँ पर्यो वाह हेलो ब्रदर के छ कहिले गाउँतिर आएको क्या हो ए यतिकै आएको यहाँ घुम्न त भाइहरू आउनु भएको छ गाउँबाट नि मस्त हिउँ भइदिएर है हो भ्लगमा छ है तिमी ल मस्त हिउँ पऱ्यो साथीहरू मस्त हिउँ पऱ्यो साथीहरू मस्त हिउँ पऱ्यो मेरो ज्याकेटमा ठोकेको हेर्न सक्नुहुन्छ है वाउ ब्याट्री सेभ गर्नु पर्यो साथीहरू अब एकछिन चाहिन्छ फेरि दामी हिउँ परिरहेछ लाइभ स्नोफल हेर्नु यहाँ जय बस्तो हिउँ पर्यो बबाल परेर साथीहरू एकछिन फेरि देखाउँछ ल बबाल हिउँ परिरहेछ मजाले क्राउड छ टन्डै मन्दिरमा आज मस्त हिउँ पर्यो दामी अहिले धेरै पछाडि हिउँ परेको पाएँ मेरो ब्यागमा त भर्रै भइसकेको छ टन्नै भइसकेको छ बाटोमा यत्रो भइसक्यो साथीहरू बबाल हिउँ परिरहेछ चिसो हुन्छ छिटछिट जानुपर्छ जय भगवानमा ल साथीहरू फोटो खिच्ने काम भइरहेछ यहाँ काम बनाउने काम दुईजना बनाउँछन् 5वटा कि 7वटा 11वटा बनाइनु भयो बिजोर हाल्न भयो ल जीवन बनाउँदैछ धमाधम छवटा मात्रै भयो 7वटा भयो खोइ सानोमा 7वटा ला मिलेन कि मिलेन त तलको बेस मिलेन यो मैले बनाएको ल अब बनाउनु भएको त नि हामी आउँदा हिजो आएको तर यहाँ चाहिँ आज आएको होटलमा बसेको रातभरि सुत्न पाएर हो ड्याङ हुँदा आउँछ गीत बजाएर कि के उता खाट हल्लेर नि एक्लै आएपछि त अनि एक्लै त खाट त हल्दिन्छ के हो त म हेर्न आउँछु भनेर नेपाल केही म हेर्छु मात्रै भन्यो गीत हङ्कार मामा फेरि तिम्रो एउटा लास्ट छ भगवती माता र चेहरा ल भगवान् दक्ष भएर 3चोटि भयो एकदम 3चोटि ल लाग्यौँ मामा यहाँ हाम्रो फोटो
साथीहरू अब हाफ जति भयो हाफभन्दा अलिक बढी भयो मस्तो हिउँ परिरहेछ केबल कार पनि आइरहेछ लास्ट चिसो यता ल म जाँदैन ऊ मात्रै हुन्छ लाइन टर्न लाइन साथीहरू लाइन केबल कारको लाइन बिचतिर आइसक्यो त्यत्रो छ गाह्रो छ पानी ल साथीहरू हिउँ पनि परिरहेछ लाइन पनि टर्नै रिटर्न ब्याकको लागि ल ल साथीहरू फाइनली आइपुग्यो है लाइन कति भयो कहाँ खायो नि त्यो लाइन कटिरह्यो म पनि हो तपाईँ पनि हो ल अलि अगाडि यहाँ बस्दै गर्नुहोस् ल के बस्नुहोस् है तपाईँहरू साथीहरू अब घाटाङ घिटिङ बजिरहेको छ कुन चाहिँ आउला आज ल साथीहरू आयो है आयो हाम्रो डब्बा कता यता बस्नु त होला यहाँ के हुन्छ आउँछ आउँदैन यतिसम्म त नहोला यत्रो दाइजो ल बिस्तारै तान्दैछ सेन्सरहरू छ त्यहाँनिर होला सायद तलको ल बिस्तारै ल पदार्थ लास्ट जाडो चिसो ल है त है गाइजहरू अब हामी चाहिँ फर्किँदैछौँ होइन अब कालिम्पोङ जाडो धेरै भयो झ्यालो खोलेर बाहिरको पनि बाटो देखाइदिनु भनेपछि चिसो हुँदा कारणले लागिरहेको छ होइन हिउँ परे बाटोमा हिउँ परेपछिको अवस्था यहाँ ए चिसो आउँछ यदि अक्सिजनलाई पुग्यो नि अलिकति खोलाउँ यति फेरि केवल गाह्रो डल्लै डल्लै भनेर काका यसलाई टिङमा बोलाएर मलाई तारे Come to Dubai. Ala tu habibi. Ana lo muskila. Wala jian habibi ana. Habibi. भने मिलाएको छैन
भने मिलाइसकेको छैन मिलेछ भनेर त सब फरक कुरा हो भनेपछि दिने हो कि आइयो है अन्त लाग्यो अहिले बितेछु भने काट्ला यताबाट मामा यता हिउँ हो सबै उता किन ल बाई बाई गरे फर्किसक्यो हामी साथी खुरी भिलेज हो हामी गयौँ बाई 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 मस्त कुहिरै कुहिरै छ देख्नेको अवस्थामा छैन अटो पनि आएको के सम्झिनु नि यहाँ अटो त के हो सुरु काट्नु पर्यो